हेलो नमस्ते सम्पूर्ण मेरा हेलो नमस्ते मित्रहरूमा आरामै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। म पनि आरामै छु। फेरि पनि म रुकुम उपस्थित जिल्ला भएको पोखरा छु। उत्रगा गाउँपालिका वडा नम्बर रुकुम 2 जिल्ला पोखरा अर्गानिक स्याउ उत्रगा मेरै गाउँपालिका बारीको स्याउ हो। वडा नम्बर 2 म पेलमाको तपाईँहरूलाई अर्गानिक देखाउन स्याउ गइरहेको छु, हेर्नु होला। तपाईँहरूलाई देखाउँदैछु। यो मेरै बारीको स्याउ हो। एउटा यसको व्यवस्थापन चाहिँ हुन सकेको छैन है। यातायातको असुविधाको कारणले गर्दाखेरि यातायातको असुविधा कारणले गर्दाखेरि चाहिँ अहिले जो बजार मार्केट चाहिँ भेटेको छैन। आशा छ केही वर्ष चाहिँ अवश्य पनि हाम्रो वडा नम्बर 2 को स्याउले चाहिँ बजार भेट्ने, मार्केट भेट्ने चाहिँ आशा राखेका छन्। हेरौँ केही वर्ष चाहिँ कुर्नुपर्छ। यो अर्गानिक स्याउको अब हामीले चाहिँ चाइनादेखि इन्डियादेखि खाइराखेका छौँ होइन स्याउ। तर यहाँको यो हाम्रो रुकुम जिल्लाको अर्गानिक स्याउ चाहिँ बजारको नपाउनु कारण मुख्य कारण नै यातायात असुविधाले गर्दा हो। त्यस कारणले गर्दाखेरि भाउ चाहिँ बजार भाउ चाहिँ पाएको छैन, बजार मार्केट चाहिँ भेटेको छैन। केही वर्ष चाहिँ लाग्छ अब हाम्रो 2 नम्बर वडाको स्याउले चाहिँ बजार भेट्नलाई, मार्केट भेट्नलाई। किसानहरू चाहिँ अब निराश पनि छन्, किनभने अब अहिले बजार भेटेको छैन नि त हाम्रो अर्गानिक स्याउले। आशा छ केही वर्ष चाहिँ यहाँका सम्पूर्ण किसान दाजुभाइहरू खुसी हुनेछन्। अहिले चाहिँ यिनी स्याउहरू चाहिँ व्यवस्था हुन नसकेको कारणले गर्दाखेरि यसलाई चाहिँ अब जुस बनाउने, राख्ने, त्यति फाल्ने त्यस्तो भइराखेको छ। आशा छ केही वर्षमा छिट्टै चाहिँ बजार पाउनेछ भन्ने आशा राखेका छन् यहाँको हाम्रो किसान दाजुभाइहरू सबैले।